हेलो साथीहरू नमस्ते। हामी चाहिँ केटाकेटीको बिदा अब हामी 2 दिनको लागि चाहिँ सेन्ट जाँदैछौँ। जाँदाखेरि घरको हालत हेर्नुहोस् ल, छोरो कन्फ्युजनमा छ जुत्ता लगाउने कि चप्पल लगाउने भनेर यसरी हिँड्दैछ। काहीँ जाने भनेपछि घरको हालत यस्तो छ ल हेर्नु। अब छोरीलाई चाहिँ के गर्दैछन्, छोरी भनेको फेरि अलग्गै हुन्छन्, मेकअप गर्ने नक्कल पार्ने ल हेर्नु। अब जाने हो भनेर ऊ रेडी हुँदैछन्, भर्खरै डान्स सकेर आइन्। अब रेडी हुनको लागि चाहिँ उसले ऐना नहेरी ऊ हिँड्दैनन्, उसलाई चट्ट परेर हिँड्नपर्छ। नक्कल पार्दैछ, हामी चाहिँ लाग्यौँ बाटोमा के खाने भनेर। के लिँदैछन् बच्चाहरू हातमा, जङ्क फुडहरू खानुपर्ने के यसरी हामी चाहिँ हिँड्दैछौँ। फाइनल्ली ठुलो मम्मीसँग पनि भेट भयो। अब गाडीको प्रतीक्षामा छौँ, गाडी कुरेर बसेछौँ। ल फुपू पनि आउनुभयो, दिपा फुपू। आज चाहिँ हामी यतिजना भएर चाहिँ जाँदैछौँ स्याङ्जा घुम्नको लागि, रिफ्रेसमेन्टको लागि है। काम गरिराखेको हुन्छ सधैँ, 1-2 दिन चाहिँ रिफ्रेस गराउनु पऱ्यो, केटाकेटीलाई पनि टाइम दिनु पऱ्यो भनेर चाहिँ आज हामी गयौँ। गाडी पनि आयो, गाडीमा बस्यौँ यसरी। छोरीको फेरि अलग्गै छ, के बोलिछन् बोल्दैछन्। छोरा चाहिँ खासै बोल्दैन, उसलाई चाहिँ धेरै बोल्नुपर्छ। अब लाग्यौँ हामी गाडीमा सरर स्याङ्जा। यसरी गाडी जाँदै बाटोमा पनि राम्रो भ्युजहरू हेर्दै हामी चाहिँ बच्चाहरूसँग बोल्दै हाँस्दै रमाइलो गर्दै लाग्यौँ गाउँतिर। तर आज हामी सम्धी खोला चाहिँ होइन है, आज हामी नयाँ ठाउँमा, कहिले पनि नगएको ठाउँमा जाँदैछौँ। यसरी लाग्यो। भालु पहाड पनि आइसकेछ। भालु पहाड पनि हिँड्यो सरर गाडीमा हिँड्दैछौँ। गाडीमा नहिँडेको बानी है, हामी सधैँ स्कुटरमा हिँड्ने। केटाकेटी हाँस्दैछन्, गाडीमा चिप्लो भयो अरे, सिट सानो भयो सिट भन्दै हाँस्दै गरेछन्। तर पनि जे होस् रमाइलो गर्दै हामी हिँड्यौँ। कता हो साथीहरू है। म त त्यो जुगले भन्ने ठाउँबाट माथि गएकै थिइनँ। आज चाहिँ मैले यो नन्दको दिदीकोमा जाने भनेर चाहिँ प्लान गरेर यसरी हिँडेको। नयाँ ठाउँ, नयाँ गाउँ, लेट्स सी कस्तो हुन्छ। जे होस् रमाइलो भइराखेको छ यात्रा चाहिँ। भिडियो चाहिँ कता है अगाडि पछाडि भएछ। फर्स्ट टाइम बनाउँदैछु, त्यो पनि नानीले ब्लग बनाऊँ न नानी मम्मी भन्छन् है, जहिले ब्लग बनाऊँ न, उसलाई ब्लगर्स बन्ने चाहिँ एकदम चाहना छ कि ब्लग बनाऊँ भन्छन्। अब हेरौँ टाइम दिन सक्नेसम्म चाहिँ छोरीको इच्छा पनि पुरा गर्नु पऱ्यो। ठुलो मम्मीहरू चाहिँ निधाए जस्तो छ, बाबु उता बसेछ, फुपू आफ्नो तालमा, म आफ्नो तालमा छु गाडीमा। मलाई चाहिँ कम्फोर्टेबल लागेन कि गाडी, त्यही भएर चाहिँ म आफ्नै सुरमा छु। हाँस्दै छन् सबैजना मलाई हेरेर। नाउडाँडा आइपुग्यो। नाउडाँडामा चाहिँ हामीले के लियौँ है, फलफुल अब के लिनुपर्छ, तरकारी सरकारी। अब गाउँमा पनि अहिले तरकारी छैन। फाइनल्ली हामी चाहिँ के डाँडा, फुलबारीबाट माथि के डाँडा, मैले नाम पनि बिर्सेँ साथीहरू। म नेक्स्ट भिडियोमा फेरि राख्छु है नाउँ चाहिँ। हामी आइपुग्यौँ यसरी। हेर्नु न, फर्सीको मुन्टै नदेखे जस्तो ठुलो मम्मी फर्सीको मुन्टा देखाउँदै हुनुहुन्छ छोराछोरीलाई। यसरी सबै भ्यूहरू खिच्दै रमाइलो गर्दै। हेर्नु न कस्तो आनन्द के, बादलमाथि हिँडे जस्तै लाग्ने, गाउँमा त बस्नै आनन्द है, वातावरण नै आनन्द रमाइलो लाग्ने के। यसरी भ्युजहरू हेर्दै डाँडा काँडा बादल माथि हिँडे जस्तो फिल भइरहेछ। हरियाली हेर्नु न, शीतलो त्यो
पोखराको गर्मी छलेर यसरी गाउँमा आइपुग्दा त आनन्द। घर दिदी हुनुहुँदो रहेनछ है। दिदी चाहिँ बिचरा हामी आउँदैछौँ भनेर हेर्नु न हरियो मकै बोकेर आउनुभएको के केटाकेटीले खान्छन् भनेर यसरी बोकेर आउनुभएछ दुःख गरेर। नानी चाहिँ हिँड्दैछिन्। नानीले चाहिँ फेरि मेरै बाबाको गाउँ राम्रो अरे के ल मैले चाहिँ नयाँ ठाउँ घुमाउन लिएर आउँछु भनेको मेरो बाबाको गाउँ राम्रो भन्दै थिइन् मसँग। उसलाई चाहिँ उतै रमाइलो लागेर यहाँ साथीहरू छैनन्, वहाँ चाहिँ साथीहरू छन्, यहाँ चाहिँ साथीहरू छैनन् भन्दै छिन्। गुनासो गरेर यसरी बस्दै छिन्। त्यही पनि एनिवे फेरि एकछिनपछि चाहिँ रमाइहालिन् है। घुम्न पर्छ भनेर अब सिकाउनु पऱ्यो नि त, नयाँ ठाउँ पनि लैजानु पऱ्यो। हेर्दैछौँ हामी गाउँको दृश्य। हेर्नुहोस् न कस्तो रमाइलो। कोहीले फेरि खानै नपाए चाहिँ अब नास्पाती पाका खाइहाले। हाँसी हाँसी खान्छ नि, मस्त आनन्द लिएछन् नास्पाती खाएर। हेर्नु न यो न्युरो के कसैले त लाखुटो पनि भन्दो रहेछन् है। न्युरो हेर्दाखेरि त म त दङ परेँ। पोखराबाट किनेर ल्याउनु भएको भनेको होइन, यहीँ जङ्गलबाट टिपेर लिएर आएको अरे दिदीले। हामी आउँछौँ भनेर न्युरो टिपेर मकै भाँच्नु भएको, तामा ल्याउनु भएको। अनि हामी चाहिँ हेर्नु न अब खानै नपाए जस्तो गरेर हामी त छिटो गरेर कपडा फेरेर मकै पोल्न बसिहाल्यौँ दिदी र म। मकै पोलेर छिटो एउटा मकै पोलेर हामी खान सुरु गरिहाल्यौँ है, आधा आधा गरेर। पाक्न पनि पाएन क्या के त मकैले। यति छिटो खायौँ है, छिटो गरेर पोलेर आनन्द खाइहाल्यौँ। त्यसपछि रात परिहाल्यो। ढिलो नै हिँडेको नि त हामी वहाँबाट। रात परिहाल्यो। अनि यसरी सबैजना बसेर मकै खाँदैछौँ। अँध्यारो भयो है। अनि राम्रोसँग भिडियो आएन। नानी अब त खुसी भइछन्, इन्जोय गरिछन्। बाबुले पनि मस्त मिठो लाग्यो अरे। अब तरकारीको लागि बुबुले चाहिँ मसला पिन्दैछन्। यसरी पिनेको मसला। आजको दिन चाहिँ एकदमै हाम्रो रमाइलो रह्यो। बिहानभरि नानीलाई चाहिँ डान्समा लिएर गएर बिजी भयो। अनि त्यसपछि आनन्द लिनको लागि यसरी हिँडेको। यस यात्रा चाहिँ हाम्रो एकदम रमाइलो भयो। न्युरो पकायौँ हामीले, अघि देखाएको न्युरो। दाल भात पकाएर रेडी गऱ्यौँ। दिदी चाहिँ कता उता भैँसीलाई घाँस सास हाल्न जाँदै हुनुहुन्छ है। हामी चाहिँ भित्र बसेर हेर्नु न छिटो त न्युरो देखेको चाख्न परिहाल्यो। अर्ग्यानिक होइन।